नमस्कार श्रोताबिन। यो शीतल चिनी अर्थात् सजिन, इङ्ग्लिसमा मोरिङ्गा भन्छन्। यो चाहिँ एकदम स्वास्थ्यको लागि एकदम लाभदायक रहेछ। यो हालमा यो कतारबाट यसको भिडियो बनाइरहेको छु। यो हाम्रो कम्पनीको अकोमोडेसनको छेउमा एउटा आगो ल्याएर रोपिदिएको थियो, अहिले फल्दैछ। यसका फाइदाहरू धेरै छन्। यसले 109वटा रोगलाई निको पार्छ भन्छन्। शरीरमा पाइने क्याल्सियम, मिनरल, भिटामिन सबै तत्त्व यसमा हुन्छ अरे। अब यसको खेती जहाँ पनि गर्न सकिँदो रहेछ। यो रम्मलमा हेर्नु है, यो रम्मलमा पनि हुँदो रहेछ। यसका फाइदाहरू धेरै। यो गुणकारी सब्जी, गुणकारी वृक्ष भनेर चिनिँदो रहेछ। यस्तो चिज चाहिँ हामीहरूले नेपालतिर, नेपालका तराई, पहाड, हिमालसम्ममा यस्ता चिजहरू उत्पादन गरेर विश्व बजारमा लैजाने हो भने यसका फाइदाहरू धेरै छन्। यो चिज आजैबाट सुरु गरौँ। यो यति गुणकारी चिज रहेछ। यसका पत्ता पनि बिक्दो रहेछ। यसका पत्ता, यो फल भयो, यो फललाई फ्रिजमा कोल्ड गरेर राखेर पनि, डिप फ्रिजमा राखेर पनि यसको सिजन सकिँदा पनि खान सकिन्छ है। यो चिजको व्यापक खेती गर्नुपर्छ अब हामीहरूले। यो फाइदाजनक चिज रहेछ। यसको पत्ता पनि 5000 रुपियाँ केजी, यसको डस्ट पाउडर 5000 रुपियाँ केजी बिक्दो रहेछ साथी हो। अब यो हाम्रो नेपालमा भयो त साउथ इन्डियामा भयो, यसको व्यापक खेती गरिँदो रहेछ। यो गुणकारी सब्जी हो। यो रम्मल घारीमा यसरी यसको हेर्नु त यहाँ न पानी छ न केही छ, यस्तोमा पनि हुने चिज। यो चिजलाई चाहिँ हामीहरूले व्यापक रूपमा खेती गरेर यसका फाइदाहरू लिनुपर्दछ। यो एकदम बहुउपयोगी वनस्पतिमा पर्दछ। प्राचीन कालमा तपस्वी ऋषिमुनिहरूले यसको पातलाई बोइल गरेर साधना गर्थे अरे भनेको सुनिन्छ। भगवान् बुद्धको पालामा पनि बुद्धले पनि यो चिज प्रयोग गरेको भेटियो। ल है साथी, यो यसको व्यापक प्रचार प्रसार गरौँ र मेरो भिडियोलाई पनि सब्सक्राइब गर्न नभुलौँ। धन्यवाद।